टिकटकर प्रिजमा खतिवडाले सागर लम्साल बलेलाई मुद्दा हाल्नुको कारण यस्तो रहेछ। त्यहाँ कहीँ कतै तपाईहरुको नाम छैन। तपाईहरु जस्तो जुम्ल्यादा अरु पनि छन् नि। तथापि तपाईहरु हामीलाई नै भनेको हो भनेर आफै त्यसमा जवाफ दिइरहनु भएको छ। यस्तो सागर लम्साल जीसँग चाहिँ सहकार्य गरेको टिकटकर चाहिँ हामी दुईजना मात्र हो हैन। ट्विनमा त्यो हिसाबले पनि अडियन्सले टिकटकर भन्ने बित्तिकै ट्विन टावर भन्ने बित्तिकै त्यो भन्ने बित्तिकै बुझ्ने भनेको हामी दुईजना नै हो। त्यो तपाईलाई लाग्यो नि त हैन। दर्शकबिन टिकटकर प्रिजमा खतिवडाले कलाकार सागर लम्साल बलले विरुद्ध प्रहरीमा उजुरी दिएको कुरा केही दिनदेखि सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ। उनीहरूमा भएको मनमुटावका कारण केही समयदेखि सम्बन्ध चिसिएको खबर बाहिरिएको थियो। अहिले भने उनीहरूको सम्बन्ध प्रहरी चौकीसम्म पुगेको छ। कलाकार सागर लम्साल बले र प्रिजमा खतिवडा केही समय अघि एकसाथ विभिन्न म्युजिक भिडियो तथा अन्य मनोरञ्जनात्मक सामग्रीमा देखिन्थे। दर्शकले उनीहरूको जोडीलाई निकै मन पराएका थिए। सामाजिक सञ्जालमा समेत उनीहरूबारे निकै चर्चा हुने गर्थ्यो। सञ्जालमा त यतिसम्म भनिन्थ्यो कि सागर र प्रिजमा प्रेम सम्बन्धमा रहेको समेत चर्चा चल्ने गर्थ्यो। तर समयसँगै उनीहरू बीच मनमुटाव बढ्दै गयो। उनीहरूको मनमुटाव पछि प्रिजमाले बलेसँग खिचेका फोटो तथा भिडियोहरू हटाउने निर्णय गरिन्। उनले आफ्नो सामाजिक सञ्जालबाट बलेसँग सम्बन्धित सबै सामग्री हटाइन्। साथै बलेलाई समेत आफूसँग जोडिएका फोटो तथा भिडियोहरू हटाउन अनुरोध गरिन्। तर बलेले भने आफ्नो सामाजिक सञ्जालबाट ती सामग्रीहरू हटाएनन्। यिनै विषयले गर्दा उनीहरूमा झनै असन्तोष भएको देखिन्छ। केही समय अघि सागर लम्साल बले आफ्नो नयाँ चलचित्र लाज शरणमको प्रचारका लागि चर्चित कमेडी सो कमेडी दरबारमा पुगेका थिए। उक्त सोमा अन्य कलाकार तथा कमेडियनहरूले बलेमाथि विभिन्न हास्य व्यङ्ग्य गरेका थिए। विशेष गरी त्यहाँका कमेडियन सुन्दर खनालले बलेलाई लक्षित गर्दै बलेलाई टिकटकर फाप्दैन भन्दै व्यङ्ग्य गरेका थिए। यसै गरी उनले ट्विन्स टावर सम्बन्धी व्यङ्ग्य समेत गरेका थिए। यी कुराहरू प्रिजमालाई मन नपरेपछि उनले प्रहरीमा उजुरी दिएकी छन्। हिजो आइतबार मात्रै चर्चित कार्यक्रम रजत पटमा आएर उनले यो विषय केवल मजाक मात्र नभई उनको व्यक्तिगत जीवनलाई असर पर्ने गरी प्रस्तुत गरिएको भनेकी छन्। यसरी ट्विन शब्द प्रयोग गर्दा दर्शकहरूले उनीहरूलाई नै सोच्ने भएकाले उनले आपत्ति जनाएको बताएकी छन्। यसरी विवाहित मान्छेसँग बारम्बार नाम जोडिँदा भोलिका दिनमा वैवाहिक जीवनमा समेत समस्या आउने भन्दै उनले यस्तो विषयलाई सामान्य रूपमा नलिई प्रहरी प्रशासनसँग सहयोग माग्ने निर्णय गरेको बताइन्। के साँच्चै सागर लम्साल बलेकी श्रीमतीलाई पनि मुद्दा लागेको थियो त? बलेको नाममा विवाद जोडिएपछि सामाजिक सञ्जालमा केही समयदेखि विभिन्न हल्लाहरू फैलिएका थिए। विशेष गरी केही मिडियाहरूमा प्रिजमाले बलेकी श्रीमतीलाई समेत मुद्दा हालेको खबर बाहिरिएको थियो। उक्त खबरपछि दर्शक श्रोताहरूले बलेकी गर्भवती श्रीमतीलाई यस्तो बेलामा पुलिस चौकी बोलाएर तनाव दिएको भन्दै प्रिजमामाथि गालीको वर्षा भइरहेको थियो। तर ट्विन्स दिदीबहिनीहरूले यो खबरलाई पूर्ण रूपमा गलत भएको बताएका छन्। उनीहरूले आफ्नो विवाद केवल बलेसँग मात्रै रहेको र बलेकी श्रीमतीलाई कुनै पनि प्रकारको मुद्दा नलागेको स्पष्ट पारेका छन्। यो घटनाले यति बेला सामाजिक सञ्जालमा ठुलो चर्चा पाएको छ। सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भइरहेका छन्। केही दर्शकहरू बलेको समर्थनमा उभिएका छन् भने केहीले प्रिजमा खतिवडाको भावनालाई बुझ्नुपर्छ, किनकि एक छोरी मान्छेलाई बारम्बार विवाहित पुरुषसँग नाम जोडेर व्यङ्ग्य गरिरहँदा भोलि उनको भविष्यमा नकारात्मक असर पर्न सक्ने भन्दै उनको समर्थन गरिरहेका छन्। दर्शकबिन तपाईलाई यस बारेमा के लाग्छ? कृपया आफ्नो धारणा कमेन्ट बक्समा लेख्न भने नबिर्सिनुहोला। साथै यस्तै जानकारीमूलक र रमाइला भिडियो हेर्नको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला भन्दै आजको भिडियोबाट भने बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद। नमस्कार। जय नेपाल।